तपाईको बिउरादेखि रोप्यो भनिसके चाहिँ अलिक सानो हुँदो रहेछ, अलिक ढिलो फलाइ हुन्छ। सबै कलम काटेको रहेछ। अन्त चिचिला पुरा छ, मसिनो मसिनो फलेको यो मसिनो मसिनो फलेको छ है। हेलो सबैजनालाई नमस्ते है, नमस्ते छ। सो आज चाहिँ म सुन्तलाको बगान देखाउँछु है। हुन त फलेको छैन अहिले, सिजन होइन सुन्तला हो, सुन्तलाको सिजन अहिले होइन। सुन्तलाको बगान देखाउँछु म है। सुन्तला चाहिँ कसरी सार्नु पर्ने हो। बिउरादेखि तपाईँको बिउरादेखि रोप्यो भनिसके चाहिँ अलिक सानो हुँदो रहेछ, अलिक ढिलो फलाइ हुन्छ। अन्त तपाईँको यो कलम हो के भन्दो रहेछ, कलम यो गरेर चाहिँ गाडेको चाहिँ अलिक छिटो हुँदो रहेछ। अन्त यो काम नलाग्ने हाँगा लाच्छेको हाँगाहरू हुन्छ टिप्ने बेला, टिप्पणको बेला, फलेको बेला, त्यति बेलाको चाहिँ तपाईँको त्यो भएको बेला चाहिँ त्यसलाई चाहिँ अन्त यो कलम हानेर चाहिँ कलम हानेको 2-3 वर्ष बादमा चाहिँ रोप्नु पर्दो रहेछ, छिटो आउँदो रहेछ। त्यस्तै आदि याद थिएन हो, घरको मान्छेले गरेको रहेछ। देखाउने कोसिस गर्छ यता के हो। यसरी गर्नुपर्दो रहेछ। यो तपाईँको कलम काटेको यो हाँगाको चाहिँ है, यहाँ नजिकको यो नजिक छ नि त, यसले त्यस्तो फल्दैन पनि यो हाँगाले हो। अन्त यसलाई कलम काटेर गाड्नु पर्दो रहेछ यो सुन्तला चाहिँ तपाईँको। अन्त गाड्यो भने चाहिँ अलिक छिटो फल्दो रहेछ। मलाई त्यस्तो याद पनि थिएन हो, घरको मान्छेले याद हुन्छ। अनि यस्तो यो हाँगा अब काम लाग्दैन, यो त्यस्तो फल्दैन, अब काम त लाग्छ। यो अन्त चिचिला पुरा छ, मसिनो मसिनो फलेको यो मसिनो मसिनो फलेको छ है, पुरा बिट्टी फलेको छ। अन्त यसलाई कलम काटेको रहेछ। यो हाँगामा चाहिँ तीनवटा कलम काटेको रहेछ। यसरी काट्नु पर्दो रहेछ कलम। यो कलम काटेको पिल्साएर चाहिँ माटो हालेर बाँध्नु पर्दो रहेछ। यसमा चाहिँ जरा हान्दो रहेछ। त्यहाँदेखि यसलाई जरा हानेकोमा चाहिँ यहीँतिर काटेर चाहिँ गाड्नु पर्दो रहेछ। त्यो कारणले चाहिँ यत्रो ठुलो झ्याङमै गाड्यो भने चाहिँ छिटो फल्दो रहेछ। कलम काटेको चाहिँ बिउरा रोप्यो भने ढिलो हुन्छ यत्रो बनाउनु है। त्यसरी गरेर चाहिँ अब सबै मैले लाच्छेकोहरू भन्दै नि, यो अस्ति सुन्तला हुने बेला लाच्छेको है, त्यो सुन्तला चाहिँ तपाईँको फल्ने बेला, टिप्ने बेला लाच्छेको यसरी कलम काट्नु पर्दो रहेछ। यसलाई पनि यसो है कलम काटेर चाहिँ रोप्यो भने छिटो फल्दो रहेछ। त्यस्तो रहेछ। अन्त सबै बगानमै नै तपाईँको कलम काटेको छ, बगान छ सुन्तला भने हो, बगान छ। यहाँनिर टमाटरको बोट हो, टमाटरको बोट छ, यहाँ बगानै छ, यहाँ बगानै छ है, सुन्तलाको बगान छ। सबै कलम काटेको रहेछ। कलम काटेको त्यस्तो गर्नुपर्दो रहेछ। सो है तपाईँकोमा पनि छ भनिसके चाहिँ कलम गर्नुहोस् सुन्तलालाई चाहिँ छिटो हुन्छ। बिउरा गाड्नुभन्दा अब योहरू छ नि, यो काटेको छैन, यो भ्याएको छैन अरे हो, योहरू हाँगाहरूले त्यस्तो राम्रो फल्दैन। यो फल्ने भनेको टुकुमै मात्रै हो। योहरू सबै अब कलम काट्छ। अहिले काटेको छैन, भ्याएको छैन हो, अर्को पानी काट्छ होला साइड। योहरू सबै यो हो तपाईँको, यो छ यहाँनिर चाहिँ कलम यस्तरी फेदमै छ नि त हाँगाले क्या सुन्तलाको चाहिँ। यसको चाहिँ अब यो त्यस्तो फल्दैन, यो बोटले कहाँ फल्दैन नि, एउटै छैन। अब यसलाई चाहिँ कलम काटेर रोप्यो भने चाहिँ फल्छ रहेछ। यसरी कलम काट्नु सुन्तलाको चाहिँ है, अनि त्यो फल्दो रहेछ। यो फल्छ यो बोटले, मतलब यो झ्याङले चाहिँ फल्दैन, यो हाँगाले चाहिँ फल्दैन। हाँगा यो उकालो उँभोकोले चाहिँ फल्छ है। यो फेदको चाहिँ फल्दैन। खासमा चाहिँ काटेर फ्याँक्नु भन्दो रहेछ, तर यसलाई नै रोप्नु लागि चाहिँ यसरी कलम काट्यो भने चाहिँ छिटो हुँदो रहेछ सो है। त्यो भन्दै आजको भिडियो चाहिँ यतिमै राख्नु चाहे। सो अरू नेक्स्ट